सन्चै हुनुहुन्छ? ल धन्यवाद छ, खुसी लाग्यो यहाँहरू सन्चै हुनुहुँदो रहेछ। यो हाम्रो सङ्गठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम भनेर लेखेका छौँ। यो कार्यक्रमका सभाध्यक्षज्यू, मञ्चमा मसँगै बस्नुहुने ठुल्ठुलो ढुङ्गा बोक्ने हाम्रो यो पार्टी भन्दा म चाहिँ अभियान भन्छु है, महाअभियान भन्छु। पार्टीदेखि चाहिँ वाक्क दिक्क एकदम पीडित भएर थुप्रै वर्ष हिँडेको मान्छे भएको कारणले पार्टी भन्नु कता कता मनमै मान्दैन। एनिवेज हामीले चाहिँ नि निर्वाचन आयोगमा दर्ता गऱ्यौँ, त्यसले गर्दा पार्टी नै भन्नु पर्ला। यो हाम्रो श्रम संस्कृति महाअभियानको नेता हुँदैन, कार्यकर्ता पनि हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि यहाँ अगाडितिर बस्नुहुनेहरू चाहिँ अलिक ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाता हो। र ठुल्ठुलो ढुङ्गा बोक्ने श्रमदाताज्यूहरू एकमुष्टमा मैले त्यसरी सम्बोधन गरेँ। यहाँ तल पनि हुनुहुन्छ ढुङ्गा बोक्नलाई सघाउने श्रमदाताहरू हुनुहुन्छ। तपाईँहरू यहाँ बस्नेहरू भन्दा महत्त्वपूर्ण हो है, किनभने तपाईँहरू त्यहाँ उभिएर कार्यक्रम हेरिराख्नु भएको छ है। त्यसो भएको कारणले गर्दाखेरि यताभन्दा यतातिर चाहिँ मेरो अलि धेरै नमस्कार सम्मान छ। यतातिर पनि छ भन्नुको मतलब यहाँ फ्लोरमा बस्नुहुनेहरूलाई हार्दिक सलाम गर्न चाहन्छु। अब 2-4 मिनट म तपाईँहरूको लिन्छु है। 1-2वटा कुराहरू मैले राख्नै पर्छ। अब यो श्रम संस्कृति भनेको के हो, यसले गर्न खोजेको के हो भन्ने कुराहरू हुन त मैले विभिन्न कार्यक्रममा बोल्दाखेरि त्यो जाहेर गरिसकेकै छु। तथापि मैले यहाँहरूलाई सामुन्यमा आएर फेस टु फेस सशरीर उपस्थित भएर पनि मैले केही कुराहरू भन्नुपर्ने छ। म तपाईँहरूको केही समय लिन्छु, हुन्छ? सबैलाई माया सम्झना छ हो। जय माटो भनिदिउँ त सुरुमै। उपस्थित पहिले मान्नुपर्ने आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, भान्जा भान्जी र जेन्जीहरू, सम्पूर्ण पत्रकार सुरक्षाकर्मी सबैजनालाई सेवा ढोग नमस्कार टक्राउन चाहन्छु। श्रमदानको अभिवादन टक्राउन चाहन्छु। जय श्रमदान, जय श्रमदाता हो। माटो बोल्छ, अब माटो बोल्छ। आज यहाँ सबैजनालाई धन्यवाद दिन छ। अब एउटा गीतबाट सुरु गरौँ, हुन्छ? हो, म सँगसँगै मैले जसरी नै गाउनु है ल। म जे गाउँछु त्यही गाउनु, मैले जस्तो गाउँछु जसरी गाउँछु त्यसरी नै गाउनु। मैले गाइसकेपछि सुनेर के गाउनु पर्ने रहेछ भन्ने थाहा पनि भएर गाउनु। फेरि त्यतिकै मुख मात्रै चलाएर हुँदैन है। हो, भित्र मनबाट गाउनु, मुखबाट होइन, मनबाट गाउनुपर्छ गीत। त्यसो भएको कारणले गर्दाखेरि म सबैजनालाई मैसँगै गीत गाउनका लागि म अनुरोध गर्न चाहन्छु। यता बस्नेहरूले पनि बसेर नै गाउँदा हुन्छ। तयार हुनुहुन्छ? ढुङ्गा छुँदा मेरो देश, सबैले गाउनु होला। देशलाई सम्झेर नलजाइकन गाउनु होला। ढुङ्गा छुँदा मेरो देश, सम्झिरहन्छु सधैँ। माटो छुँदा मेरो देश, सबैले गाउनु होला। सम्झिरहन्छु सधैँ। बेटर गाउँ है। ढुङ्गा छुँदा मेरो देश, सम्झिरहन्छु देश। हावा छुँदा मेरो देश, हिमाल देख्दा मेरो देश, पहाड देख्दा मेरो देश,
यो देशको प्रकृतिहरू हामी देख्दाखेरि पक्कै पनि यो देशलाई हामी सम्झाउने गरौँ। करिब 1 करोडको सङ्ख्यामा हामी विदेशमा छौँ होला यतिखेर। ती सम्पूर्ण प्रवासी नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई जसले प्रदेशमा दुःख गरेर पैसा पठाइदिइराख्नु भएको छ र त्यसको रेमिटेन्सले हामीले देशलाई चलाएको छौँ भन्ने किसिमले यो देशको सरकार चलिरहेको छ। ती सम्पूर्ण महान प्रदेशीहरूलाई आज सम्झौँ यो भूमिबाट। आज हामी सबैले ती दाजुभाइ दिदीबहिनीहरूलाई सम्झौँ र उहाँहरूलाई पनि पानी छुँदाखेरि यो देशको याद आइरहोस्, हिमाल देख्दाखेरि यो देशको याद आइरहोस्। मलाई लाग्छ प्रत्येक पल त्यो परदेशीले यो देशलाई सम्झिरहेको छ, परदेशीले त यो देशलाई सम्झेको छ। तर यही देशमा बस्ने हामी स्वदेशमै बस्नेहरूले चाहिँ यो देशलाई सम्झेका छौँ कि छैनौँ त? हो। त्यसो भएको कारणले गर्दाखेरि हरेक पल यो माटोलाई यो देशलाई सम्झन सकौँ भन्ने यो गीतबाट हामीले हाम्रो आजको कुरा सुरु गरौँ। यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु, हार्दिक सम्मान गर्न चाहन्छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सबै मिलेर अब यो देशलाई बनाउनु पर्छ। यो देशलाई बनाउनु मात्रै होइन, यो देशलाई बचाउनु पनि पर्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यतिखेर देश नेतृत्वविहीन अवस्थामा छ है। सरकार छ कि छैन थाहा छैन। एउटा नागरिकको जीवधनको सुरक्षा छैन। दिन दहाडै हामी कुटिन्छौँ, लुटिन्छौँ, ठगिन्छौँ है। यो देशमा तपाईँको छैन। हिजो मात्रै चितवनमा एउटा प्रतिवेदन मलाई प्राप्त भयो। 74 लाख मान्छे सहकारीकै तपाईँको छैन पीडित भएर सहकारीबाट ठगिएर बसिरहेका छौँ। करोडौँको मानिसहरू, हामी करोडौँको सङ्ख्यामा हामी नेपालहरू ठगिरहेका छौँ। यस्तो ठगिएर बस्नुपर्ने, दबिएर बस्नुपर्ने, रोजगारी नभएको देश, न्याय नभएको देश, कहीँ कतै सुरक्षा नभएको देश, यस्तो देशमा हामी बाँचिरहेका छौँ जुन देशमा आज अभिभावक छैन, नेतृत्व छैन। त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, अब हामी कस्तो नेतृत्व चयन गर्न गइरहेका छौँ भन्ने बारेमा ठुलो बहस छेड्न जरुरी छ। त्यो बहस सुरुवात गरेको छ श्रम संस्कृतिले। म यहाँहरूसँग सल्लाह गर्न आएको हुँ, यहाँहरूसँग सँगसँगै कराउन आएको हौँ, सँगसँगै नाच्न आएको हौँ, सँगसँगै हामी गाउन आएको हौँ। भरे एकछिन हामी नाच्छौँ पनि। अब यो देशमा कस्तो नेतृत्व हामीलाई खाँचो छ? हामीले अहिलेसम्म चुनेका नेताहरू, हामीले चुनेका नेतृत्व मानेका नेतृत्व कस्ता थिए? हामीले गहिरो समीक्षा गर्नुपर्ने, देशलाई कस्तो खालको नेतृत्व दिनुपर्ने भन्ने बारेमा गहिरो बहस गर्नुपर्ने बेला आएको छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, नेतृत्व भन्ने बित्तिकै भिजनको कुरा आउँछ, दृष्टिकोणको कुरा आउँछ। नेतृत्वलाई थाहा हुनुपर्छ कहाँ म जाने, कुन दिशाबाट जाने, बाटो के हो, गन्तव्य के हो भन्ने थाहा हुनुपर्छ। तर आजसम्म म यो विषयमा ठोकुवा गरेर बहस गर्न तयार छु। यो देशको कोसँग बहस गर्नुपर्ने हो, म 1 वर्षभन्दा बढीकै समयमा, बढी नै समय दिएर पनि म बहस गर्न तयार छु। यो देशमा आजसम्म हामीले चुनेको नेतामा भिजन थिएन, भिजन थिएन। कसरी यो देशको अर्थतन्त्रलाई उठाउने भन्ने बारेमा भिजन थिएन। हामीले कस्ता नेताहरूलाई चुनिरह्यौँ भन्दाखेरि विदेशी प्रभुलाई ढोक्ने, अलिकति अनुदान लिने, ऋण अलिक धेरै लिने, लिएको ऋणले पनि बाटो नबनाउने, घर बनाउने, बरु पुल नबनाउने, आफ्नो तपाईँको छैन होइन सम्पत्ति जोड्ने, यो खालको मान्छेहरूलाई हामीले नेता साने ठानेर नेता चुनिरह्यौँ। अहिलेसम्म यो देशमा कोही त्यस्ता मान्छे तपाईँको छैन नेता हुन लायकका मान्छे मैले चाहिँ देखिनँ। किनभने उनीहरूसँग भिजन छैन, दृष्टिकोण बिनाको मान्छे, दृष्टिकोण बिनाको नेतालाई हामीले चुनिराखेका कारणले ऊ आफैलाई पनि थाहा थिएन कहाँ जाने भन्ने, देशलाई कहाँ पुर्याउँछ, कहीँ पनि पुर्याउँदैन है। भिजन नभएको नेतालाई समयको महत्त्व हुँदैन। जेसुकै होस् उसलाई टाइम पास गर्नुपर्ने हुन्छ, रमाइलो गर्नुपर्ने हुन्छ। अनि त्यो खालको नेता खुदलाई टाइम पास गर्नुपर्ने खालको अवस्था छ भने उसले युवालाई पनि समयको महत्त्व बुझाउँदैन। आज हामी युवाहरू पनि सबै टाइम पासको खोजीमा छौँ कि छैनौँ? कसो गरेर टाइम पास रमाइलो गरी गर्ने, घुमेर पो गर्ने कि कतै के गर्ने कि
केही बढ्नु छैन यो देशमा, कसैलाई पनि केही छैन। हाम्रो लक्ष्य किन छैन भन्दाखेरि भिजन भएको नेता छाने पो हुन्छ, भिजन भएको मान्छेलाई, दृष्टिकोण भएको मान्छेलाई यसो गर्नुपर्छ भन्ने तपाईँको चाहिँ प्रष्ट भिजन भएको मान्छेलाई चुने पो हुन्छ। त्यसले गर्दाखेरि हामीले चुनेका नेताहरूमा नेतृत्व थिएन, भिजन थिएन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले गहिरो समीक्षा गर्नुपर्छ। त्यो नेसी झरेको असिना थिएन, माटोमा उम्रिएको च्याउ जस्तो थिएन। हामी तपाईँले नै चुन्यौँ, त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ। अझै पनि हामी कन्फ्युज छौँ जस्तो मलाई लागिरहेको छ। अब पनि हामी कस्तो मान्छेलाई चुन्ने भन्ने बारेमा चाहिँ नि हामीलाई विलम्ब र त्यो तपाईँको दोधार हामीमा छ जस्तो मलाई लाग्छ। हामी त्यस्ता मान्छेहरूलाई चुनिरह्यौँ जुन मान्छेहरूले भ्रष्टाचारमाथि भ्रष्टाचार गरिरहे, व्यथितिमाथि व्यथिति फैलाइरहे, अन्य अत्याचारमाथि अन्य अत्याचार गरिरहे। त्यही तपाईँको चाहिँ अन्य अत्याचारलाई चाहिँ तपाईँको साङ्गठिक रूपमा चाहिँ स्थापित गरेर संस्थागत गर्नतर्फ लागे, तर नेपाली जनताले न्याय पाएन। ती मान्छेहरू जुन मान्छेहरूलाई हामीले नेता सम्झ्यौँ, ती दलहरू जुन दलहरूलाई हामीले हाम्रा चाहिँ मताधिकार दिएर बहुमतमा तपाईँको चाहिँ पुर्याइरह्यौँ, सधैँभरि सत्ता सुम्पिरह्यौँ, ती सत्ता हामीले सुम्पेका मान्छेहरूले हाम्रो देशको सिंहदरबारसम्म जोगाउन सकेन, सर्वोच्च अदालत जोगाउन सकेन, संसद भवन जोगाउन सकेन। यी कुराहरू किन त्यस्तो भयो त भन्दाखेरि नेतृत्वको नालायकीपनले त्यो कुरा निम्त्यो। तमाम एनजिओले, तमाम तपाईँको चाहिँ जनताले भनेको कुरालाई ठिक तरिकाले सम्बोधन गरेको भए त्यो भदौको 23 गते र 24 गते आउँथ्यो रे यो देशमा? आउँदैन थियो। जनतालाई हेप्ने, जनतालाई चेप्ने, कुट्दै राखेको तपाईँको चाहिँ नि होइन, पेल्दै आएको कारणले गर्दाखेरि त्यसरी नै जान सकिन्छ भन्ने किसिमको तपाईँको चाहिँ त्यो दमनकारी नीति गरेको कारणले गर्दाखेरि त्यो दुर्घटना हामीले नचाहँदै भयो। देशलाई सधैँभरि तपाईँको चाहिँ अराजकता, अशान्ति र अस्थिरतातर्फ लगिरहने मान्छेहरूलाई हामीले नेता सम्झिरह्यौँ। त्यो नेता थिएन हाम्रो लागि, वास्तविक नेता थिएनन्। ती थिए त तपाईँको चाहिँ विदेशी इसारामा चल्ने मानिसहरू थिए, दम्बले फुलेका मानिसहरू थिए, जसले देशका जनतालाई किरा फट्याङ्ग्रा सम्झेर मार्नुपर्छ, दमन गर्नुपर्छ, जसरी पनि ठिक लगाइहालिन्छ भन्ने खालका तपाईँको निरङ्कुश सोच विचारले हाबी भएका मानिसहरू थिए। त्यस्ता मानिसहरूलाई हामीले नेतृत्व सम्झिरह्यौँ, नेता सम्झिरहेर देश सुम्पिरह्यौँ, सत्ता सुम्पिरह्यौँ, सरकार सुम्पिरह्यौँ, जसका कारणले गर्दाखेरि हाम्रो चाहिँ तपाईँको चाहिँ जीवधनको आज सुरक्षा हुन सकेको छैन यो देशमा है। यो देशको नेतृत्व जसलाई हामीले चुन्यौँ, ती चुनेका नेताहरूलाई तपाईँको नेतृत्वलाई यो देशको सिमाना कहाँसम्म हो भन्ने थाहा छैन। थाहा छ? सिमानाको रक्षा गर्न नसक्ने, जनताको जीवधन सुरक्षा गर्न नसक्ने, व्यक्तिको तपाईँको सम्पत्तिको सुरक्षा गर्न नसक्ने, यो देशमा न्याय स्थापित गर्न नसक्ने, रोजगारी दिन नसक्ने, केही पनि दिन नसक्ने मान्छेहरू नेता हुन लायकका मान्छेहरू रहेछन् त। त्यसो भएको कारणले गर्दाखेरि है यत्र पेट फुलाएर चिल्लो गाडीमा हिँडेर मात्रै हुँदैन। म भन्न चाहन्छु, जनताको दुःखलाई बुझेको मान्छे हुनुपर्छ, जनताको समस्यालाई बुझेको मान्छे हुनुपर्छ, जनताको दुःख र समस्यालाई आफ्नो दुःख र समस्या सम्झिने मान्छे हुनुपर्छ। त्यस्तो नेतृत्वको खाँचो छ र त्यस्तो नेतृत्व बनेर एउटा अन्तिम विकल्पको रूपमा तपाईँहरूको सामुन्ने, हामी सबैको सामुन्ने, हामी सबैको आफ्नो श्रम संस्कृति आएको कुरा म यहाँ सबैजनालाई निवेदन गर्न चाहन्छु। श्रम संस्कृतिसँग छ भिजन है। वी हेभ द भिजन। हामी यो देशलाई कसरी परिवर्तन गर्न सक्छौँ भन्ने जरादेखिको उपाय हामीसँग छ। हामी त्यतिकै हावामा तपाईँको चाहिँ 3 घण्टा भाषण ठोकेर आफूलाई नेता सम्झँदैनौँ है। जनताको गरिब बस्ती बस्तीमा हामी पुगेका छौँ, जनताको दुःखमा हामी तपाईँको चाहिँ रोएका छौँ, जनताको तपाईँको हरेक समस्यालाई हामीले बुझेका छौँ। त्यो खालको एउटा चाहिँ एउटा अभियान बनाऊ, एउटा संस्कृति बनाऊ। ल भन्नुहुन्छ तपाईँलाई मन पर्यो भने पार्टी नै भन्नुहोस्, ल पार्टी भनौँ, त्यो आएको छ, त्यो पार्टी तपाईँको हो। यो हर्क साम्पाङको एक्लो पेवा केही मान्छेहरूको रहेछ, यसो गएर त्यहाँ सुन्यो ताली बजा होइन। अब आज यहाँ तपाईँ जे जति उपस्थित हुनुहुन्छ र मिडिया मार्फत जे जतिले हामीलाई सुनिराख्नु भएको, बुझिराख्नु भएको छ, यो सम्पूर्ण नेपालीको संस्कृति हो, साझा संस्कृति हो, श्रम संस्कृति। श्रम संस्कृति जिन्दाबाद। श्रम संस्कृतिले मात्रै तपाईँको छैन यो देशको समस्या समाधान गर्न सक्छ। यसको बारेमा म 1 वर्षसम्म बहस गर्न तयार छु, जोसँग कोसँग गर्नुपर्ने, कहाँ गर्नुपर्ने।
तर यो कार्यक्रम मार्फत मैले छोटो मात्रै जानकारी दिन चाहन्छु जानकारी। वास्तवमा यो श्रम संस्कृति के हो? श्रम संस्कृति भन्दा मान्छेलाई विकासको केन्द्रबिन्दु मान्ने अवधारणा हो श्रम संस्कृति। मान्छे मारेर विकास हुँदैन भन्ने सोचाइ हो श्रम संस्कृति है। विकासको केन्द्रबिन्दु मान्छे हो। मान्छे छ भने विकासको परिकल्पना गर्न सकिन्छ, तर मान्छेलाई विस्थापित गरेर, मान्छेलाई मारेर, कुल्चेर, काटेर होइन, तपाईँको चाहिँ फसाएर कुनै तपाईँको चाहिँ अर्को कुरा प्राप्त गर्न चाहँदैन श्रम संस्कृति। श्रम संस्कृतिले तपाईँलाई माया गर्न सिकाउँछ। श्रम संस्कृतिले तपाईँले देशलाई माया गर्नुपर्छ भन्छ। श्रम संस्कृतिले देशले तपाईँलाई माया गर्नुपर्छ, सरकारले तपाईँलाई माया गर्नुपर्छ। मान्छेलाई केन्द्रबिन्दुमा राखेर बाटो बनाउनु भन्दा एउटा बिग्रेको मान्छेलाई सही मार्गमा देखाउनु ठुलो विकास सम्झने अवधारणा हो श्रम संस्कृति। बाटो चाहिँ ठुलो बनायो, मान्छे चाहिँ सबै स्वार्थी र तपाईँको छैन होइन एकदम नराम्रो खराब प्रवृत्तिका भयो भने त्यो ठुलो बाटोको कुनै अर्थ हुँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, मान्छेलाई परिवर्तन गर्ने संस्कृति हो यो। एउटा अल्छी मान्छेलाई पौरखी बनाउने, डुलेर लखर लखर हिँड्ने मान्छेलाई श्रमसँग जोड्ने संस्कृति हो श्रम संस्कृति। आज तमाम जेनजीले भ्रष्टाचार विरुद्धमा अभियान छेडेको छ, आन्दोलन गरेको छ। ज्यानै कतिले फाल्नुभयो, कतिले तपाईँको चाहिँ अझै पनि अङ्गभङ्ग गरेर तपाईँको घाइते अवस्थामा अस्पतालमा कठिन दिनहरू बिताइराख्नु भएको छ। जेनजीको एउटा मेन्डेट के थियो? जेनजीको चाहना के थियो भने यो देशमा भ्रष्टाचार नहोस् भन्ने थियो। तर म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, सधैँभरि मैले राख्दै गरेको तर्क अलिकति यहाँ दोहोरिन्छ। जब मान्छे काम गरेर खान चाहँदैन, गफ गरेर खाने भन्छ। गफ गरेर खाने मान्छे ठग हो, उसले ठग्न थाल्छ। ठग्ने मान्छेले कर्मचारी बनेर जागिर खायो भने पनि उसले घुस खान्छ, भ्रष्टाचार गर्छ होइन। नेता बनेर चुनिएर गयो, सांसद भयो, मन्त्री भयो भने उसले त देशै बेचेर खाइदिन्छ। त्यसो भएको कारणले गर्दाखेरि गफ गरेर होइन, काम गरेर खानुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति। काम कुनै सानो हुँदैन है, काम कुनै पनि सानो हुँदैन है। सरसफाइ कर्मीले गर्ने काम पनि प्रधानमन्त्रीले गर्ने काम। म यहाँहरू सबैजनालाई मैले भनिराखेको कुरा यहाँ दोहोऱ्याउन चाहन्छु होइन। यो देशमा श्रम र श्रमिकलाई हेर्ने दृष्टिकोण अत्यन्तै अपमानजनक छ। त्यसो भएको कारणले गर्दाखेरि काम गर्ने मान्छे सानो, काम गर्ने मान्छे महिला फोहोर, किसान फोहोर, मजदुर फोहोर भन्ने खालको समाज अझै बदलिएको छैन। कामीले कमाइदिएको थालमा भात खाने तर त्यही कामीलाई घरभित्र नआइजाए भन्ने समाज अझै, किसानले पकाइदिएको उब्जाइदिएको अन्न दिन रात खान्छ तर किसानलाई नै हेला गर्छ कि गर्दैन अझैसम्म हो। दमाईले सिलाइदिएको लुगा लगाएर होइन बस्ने, तर दमाईलाई छिछि दूर दूर मेरो चाहिँ यता नआइजाइ भनेर भन्ने समाजले अझै पनि मजदुरले बनाइदिएको घरमा बस्छ तर त्यो मजदुरलाई हेला गर्छ कि गर्दैन? त्यस्तो भएको कारणले गर्दाखेरि कामलाई हेर्ने दृष्टिकोण श्रम नै हो त्यो शक्ति जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ। हामीसँग हिमाल छ, पहाड छ, खनिज छ भनेर के गर्नु? काम गरिने हात बाँधेर बस्यो भने हिमालले के गर्छ र होइन, खनिजले के गर्छ र? त्यो सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्नका लागि चाहिने एउटा मानव शक्ति, एउटा मानव प्रयासलाई श्रम भन्छ। त्यही श्रमलाई नै हामीले हेला गरेको कारणले यो देश कहिल्यै पनि उत्पादन र निर्माणमा अघि बढ्न सकेन। कहिल्यै पनि तपाईँको अर्थतन्त्र यो देशको दह्रो भएन। यो देशमा हामीले गफ गर्ने मान्छेलाई ठुलो मान्छे सम्झ्यौँ। 3 घण्टा कति राम्रो गफ गरेको त ठुलो नेता रहेछ भन्यौँ है। तर त्यो नेताले देश बेचिरहेको देखेन, उसलाई नमस्ते गरिरह्यौँ है। त्यो देश त्यही नेताले तपाईँको छैन हामीलाई सुरक्षा दिन नसकेर हामी सडकमा घिसारिँदै मारिनु परेको हाम्रो गिदी तपाईँको चाहिँ साथीले उठाइहिँडेको दिन हामीले देख्नु पर्यो है। गफै मात्रै गरेर बस्ने, गफ पनि देशको गरे त हुन्थ्यो, त विदेशको गर्ने है। यो देशका पार्टीहरू सबै तपाईँको विदेशको सिद्धान्त बोकेको। 200 वर्ष पहिला जर्मनीमा मार्क्सले के लेख्यो अरे, काठमाडौँको माटोको सुगन्ध कस्तो छ भन्ने जर्मनीको मार्क्सलाई थाहा थियो है। चीनमा माओले के क्रान्ति गर्यो अरे है। चीन र नेपाल मिल्छ?
नहुने कुरा गरेर हामी बिग्र्यौँ। त्यसले गर्दाखेरि विचार पनि हाम्रो विदेशी नै आयो, सोच विचार पनि विदेशी नै आयो। हामी इसारा पनि विदेशीकै इसारामा सरकार चलाउने खालको देशमा बसिरहेका छौँ। अब त्यो देशलाई परिवर्तन गर्ने संस्कृति हो श्रम संस्कृति। श्रम संस्कृतिले गर्न चाहन्छ यो चिज। श्रम संस्कृतिले स्वाधीन अर्थतन्त्रको कुरा गर्छ। तपाईँ काम गर्नुहोस्, तपाईले छिमेकीबाट ऋण लिएर भात खाँदै हुनुहुन्छ भने यो देश स्वाधीन बन्न सक्दैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, यो देश स्वाधीन बन्न सक्दैन। त्यसो भएको कारणले दुई हात तपाईहरुकोमा हेर्न चाहन्छु। सबैजनाको दुई हात देखाइदिनुस् त। यतिका धेरै दुई हातहरू हेर्न पाउँदाखेरि अत्यन्तै खुसी लाग्यो। त्यो दुई हात चलाएर तपाईँ आफै बाँच्नुपर्छ। तपाईँ आफै बाँच्नुपर्छ। व्यक्तिलाई तपाईको छैन श्रममा जोडेर, श्रम मार्फत माटोमा जोडेर माटो हुँदै खुदी त्यो श्रम संस्कृतिमा म यहाँहरू सबैजनालाई हार्दिक स्वागत गर्न चाहन्छु। देशलाई नचिनेर, देशको प्रकृतिलाई नबुझेर, देशको संस्कृतिलाई नबुझेर आदरणीय दाजुभाइ दिदीबहिनीहरू हामी धेरै पछि पर्यौँ। मैले भन्ने गरेको कुरा, यो देश यो संसारमा आधुनिकता भन्ने कहीँ छैन, छ त सिर्फ संस्कृति छ। तर यदि हामी आफ्नो संस्कृतिलाई बिर्सन्छौँ भने विदेशी संस्कृति हाम्रो देशमा आइपुग्छ अनि त्यो विदेशी हाम्रो देशमा आएको नयाँ संस्कृति हामीलाई आधुनिकता हो भन्ने लाग्छ अनि त्यो कुरालाई अपनाउँछौँ। हाम्रो सबै धनराशि तपाईँको चाहिँ त्यो विदेशी संस्कृतिलाई दिइ पठाउँछौँ। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो देश संस्कृतिमा धनी देश। अब यही देशको संस्कृतिसँग युवालाई जोड्न चाहन्छ, त्यो संस्कृति हो श्रम संस्कृति। स्वाधीनताको कुरा गर्छ श्रम संस्कृतिले। विदेशी ऋणको भरमा देशको बाटो बनाउनुपर्छ, पुल बनाउनुपर्छ भन्दैन। यही देशको तपाईँको छैन हामी सबैसँग भएको दुई हात प्रयोग गरेर यही देशको स्रोतलाई परिचालन गरेर, यही देशको अर्थतन्त्रलाई उँभो लगाएर, यही देशमा उत्पादन गरेर, यही देशमा राम्रा कामहरू गरेर देशलाई अगाडि बढाउन चाहन्छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, विदेशी तपाईँको छैन चलखेलमा, विदेशी तपाईँको रणमैदान बढ्न आँटेको हाम्रो देशलाई बचाउन निस्केको एउटा महाअभियान हो श्रम संस्कृति अभियान। त्यो श्रम संस्कृति अभियानमा तपाईँ जोडिन चाहनुहुन्छ? म सबैलाई सोध्न चाहन्छु, तपाईँ जोडिन चाहनुहुन्छ? अलि साह्रो भनिदिनुहोस्, पछाडि बस्नेहरूले भनिदिनुहोस्, तपाईँ जोडिन चाहनुहुन्छ? हो कि तपाईँहरूलाई लागिरहेको छ म त एमालेको यस्तो नेता, म त कङ्ग्रेसको यस्तो नेता, म त यो पार्टीको भयो, गफ नगर्नुहोस्। त्यो गफ सुनेको 70 वर्ष भइसक्यो, 80 वर्ष भइसक्यो। नाउ वी क्यानट वेट एनिमोर। अब हामी पर्खन सक्दैनौँ। 100 वर्षसम्म हेरौँ न त हाम्रो पार्टीहरूलाई कतै गर्छ कि भन्ने फुल त्यो खालको मूर्ख हामी बन्दैनौँ। यहाँ अधिकांश जेनजीहरू उपस्थित हुनुभएको छ। जेनजीहरूलाई त्यो कुरा मनपर्छ? हो, जेनजीहरूले एउटा कुरा भन्न खोजेको कुरा के छ भने अब हामी विकास मात्रै होइन क्रान्तिकारी विकास गरौँ भन्न खोजेको छ। क्रान्तिकारी विकास र विकासमा के फरक छ? म तपाईँहरूलाई भन्न चाहन्छु, विकास भन्ने ठेकदारले पनि गर्न सक्छ, तर क्रान्तिकारी विकास भनेको तपाईँ हामी सबै मिलेर गर्छ। ठेकदारले 1 वर्ष लगाएर गर्ने काम यदि श्रमदानबाट हामीले 1 महिनामा गर्न सक्छौँ भने 11 महिना बचाउँछौँ। त्यो 11 महिना बचाएर त्यसरी तपाईको छैन छिटो द्रुत गतिमा फास्ट ट्र्याकमा विकास गर्न चाहन्छ। त्यो विकासलाई क्रान्तिकारी विकास भन्छ। त्यो विकास आजको आवश्यकता हो। म यहाँहरू सबैजनालाई भन्न चाहन्छु, विदेशी ऋणबाट एडिबी र वर्ल्ड ब्याङ्कले दिन्छ अनि म विकास गर्छु भन्ने आशामुखी बन्दैन हाम्रो। अब श्रम संस्कृतिले त्यो बन्न हामीलाई सिकाउँदैन। त्यो कुरा जेनजीले भन्न चाहेको हो भन्ने मैले बुझेको छु है। जेनजीको आन्दोलनमा भएको अनस्पोकन ट्रुथ, नभनिएको एउटा सत्य के छ भन्दाखेरि हाम्रो विचार अनुसारको राज्य हुनुपर्छ भन्ने पनि हो कि होइन? त्यसो भएको कारणले गर्दाखेरि आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामीले घोषणा पत्रमा लेखेका छौँ हामी सरकार गठन गरिसकेपछि हामीले नै जित्छौँ, हामीले नै जित्ने हो। कुनै शङ्का छ? हामीले जित्छौँ, हामीले सरकार गठन गर्छौँ। त्यस पछाडि हामीले चाहिँ जेनजीको एउटा आयोग बनाउँछौँ है। जेनजीले के भन्न चाहेको छ भन्ने बुझ्नु पर्यो नि होइन? 80 वर्ष पुगेको तपाईँको चाहिँ मान्छेले, नेताले सोचेको कुरा र तपाईँको चाहिँ हिजो अस्तिको बाल के तपाईँको चाहिँ एउटा युवा पुस्ताले सोचेको कुरा मिल्छ? त्यसले गर्दाखेरि यो देशको नीति बनाउँदाखेरि जेनजीको स्पिरिटलाई
जेनजीको चाहिँ सेन्टिमेन्टलाई, जेनजीको तपाईँको चाहिँ निड्सलाई, सबै कुरालाई चाहिँ आवश्यकता, चाहना र तपाईँको चाहिँ भावनालाई समेटेर यो देशको अग्रगामी छलाङ मार्ने गरीको नीतिहरू हामीले बनाउनुपर्छ। किनभने मैले आज जे सोचिरहेको छु, म भन्दा 20 वर्ष पछाडि जन्मेको बालकले, त्यो जेनजीले, त्यो युवाले मैले सोचेको लेभलमा सोचेको हुँदैन। ही इज थिङ्किङ द नेक्स्ट लेभल है। त्यसले गर्दाखेरि त्यो खालको अग्रगामी कार्यक्रमहरू हामीले बनाउनु पर्छ। यो त केटाकेटी हो, मलाई पनि अघि कसले कुनचैले भन्दै थियो तपाईँको अर्थ के अरे पत्रकारले अघि भर्खरको ठेट्ना छ, भर्खर सिक्दैछ भन्दै थियो। त्यो होइन, त्यो होइन, त्यो तरिकाले जाँदैन है, त्यो तरिकाले जाँदैन। संसार कहाँदेखि कहाँ पुगिसकेको छ यो कुरा हेर्न जरुरी छ। 70 वर्षदेखि तपाईँको भाषण गर्ने पार्टीको पछाडि लाग्दाखेरि उत्तरतर्फको छिमेकी चीनले हामीलाई झन्डै 200 वर्ष पछाडि छोडेन विकासमा है। अनि अझै हामी उनीहरुकै पछाडि लागिराख्नु पर्ने होइन है। जसले देशका चाहिँ नदीनालाहरू बेचिरहेका छन्, असमान सन्धि सम्झौताहरू गरिरहेका छन्, त्यस्तै मान्छेहरुको पछाडि हामी लागिदिनु पर्ने, ताली बजाइदिनु पर्ने होइन है। वी वर्क एज द स्पिरिट अफ द जेनजी। जेनजीको तपाईको चाहिँ स्पिरिट अनुसारको काम गर्छ श्रम संस्कृतिले, र श्रम संस्कृतिले एउटा अनुरोध पनि गर्छ जेनजीलाई, अब हामी सबै मिलेर बाँझो बारी खनौँ। तपाईहरु पनि आउनुहोस्, गैती लिएर, कोदालो लिएर। मैले प्रतीकात्मक हिसाबले भन्दैछु, कोदालो नै लिएर नखन्नुला, अन्य कुनै मेसिन लिएर पनि खन्न सकिन्छ। तर म के भन्दैछु भने जोशको कुरा हो, स्पिरिटको कुरा हो। बाँझो नेपाललाई चिर्नका लागि तपाईहरुले मलाई सघाउनुहुन्छ? सघाउने हातहरु हेरौँ न त। हो, यतिका हातहरु बल देख्न चाहन्छु। सबै मिलेर एकचोटि भन्नु त, 3 करोड नेपालीको 6 करोड हात। सबैजनाले भन्नुहोस् 3 करोड नेपालीको 6 करोड हात। देश सम्झिँदा लाज लाग्ने होइन, देश सम्झिँदा डर मान्नु हुँदैन, लजाउनु हुँदैन है। अघि भर्खर हामीले के भन्यौं, देश देश देश। त्यसो भएको कारणले अझै जोडले भनौं, 3 करोड नेपालीको 6 करोड हात चलाउनु पर्छ एकैसाथ। कलमले मात्रै बन्दैन देश, औजार चलाउनु पर्छ। अब नीतिले मात्रै बन्दैन देश, श्रमदान गर्नुपर्छ। अब हामी सबैजना श्रमदाता बन्न तयार हो। श्रम संस्कृति पार्टी यस्तो पार्टी हो जुन पार्टीको आफ्नो झण्डा छैन। आफ्नो झण्डा बोकेर हिँड्न थाल्यो भने राष्ट्रिय झण्डाको मोह हराउँदै जाँदो रहेछ, देशप्रतिको माया पनि हराउँदै जाँदो रहेछ। मेरो त यो पार्टीको झण्डा हो भने त्यही बोकेर बस्नु पर्दो रहेछ भनेर हामीले झण्डा राख्यौँ। मन पर्यो तपाईहरुलाई? मन पर्यो है। हामीले कुनै उच्च नीच नहोस् भनेर समतामुखी तपाईको चाहिँ हाम्रो श्रम संस्कृति बनाउनु पर्छ भनेर यो पार्टीमा कोही नेता र कोही कार्यकर्ताको परिकल्पना गरिएको छैन। यो पार्टीमा सबै मान्छे श्रमदाता हो। यहाँ कसैलाई नलागोस् म चाहिँ नेता हो भन्ने नलागोस्, हामी सबैजना श्रमदाता हो। तपाई पनि श्रमदाता, म पनि श्रमदाता, तपाई पनि श्रमिक, म पनि श्रमिक। भोलि म जुनसुकै ठाउँमा पुगौँ नपुगौँ एउटा ठाउँमा छ, तर सधैँभरि मेरो सोचाइ यही हो है। यहाँ तपाई चाहिँ तपाईको सानो हुनुपर्ने, कोही मान्छे चाहिँ ठुलो हुनुपर्ने भन्ने छैन। श्रम संस्कृतिको चेतनाले के भन्छ भने ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्नु? तपाई आशा नहेर्नुहोस् अरूको, ऐना हेर्नुहोस्। ऐना हेर्दाखेरि जो देखिन्छ त्यही मान्छेको देश बनाउनु है। त्यो देश कसले बनाउँदो रहेछ? मैले भनिदिनुहोस्, मैले त्यो देश कसले बनाउँदो रहेछ? ऐना हेर्दा जो देखिन्छ त्यही मान्छेले देश बनाउने। त्यसो भएको कारणले गर्दाखेरि यो नेता र कार्यकर्ता नभएको पार्टी, श्रमदाता मात्रै भएको पार्टीमा तपाई पनि नयाँ श्रमदाता बन्नुहुन्छ? बन्नुहुन्छ? त्यसो गरिदिनुहोस् त, बन्नुहुन्छ? यो जोस हुनुपर्छ, यो जोस हुनुपर्छ। मैले बारम्बार भन्दै आएको कुरा यहाँमा दोहोऱ्याउन चाहन्छु एकचोटि। हाम्रो प्रतिस्पर्धा न एमाले हो, न कांग्रेस हो, न माओवादी हो। माओवादी छैन भने होला, न कुनै पार्टी हो। हाम्रो प्रतिस्पर्धा भनेको चाइना र इन्डियासँग हुन्छ। केमा हुन्छ? विकासमा, अरू थोकमा होइन। विकासमा, श्रममा, उत्पादन
निर्माणमा सुशासनमा हामी चाइनासँग टक्कर गर्छौँ है। त्यो जोस छ तपाईँको छातीमा, त्यो जोस छ तपाईँको पाखुरामा, दम छ तपाईँको छातीभित्र, यो देश छ। यदि त्यसो भने यो देश बन्दैन भन्ने कुरामा कुनै तपाईँको छैन होइन। हामीले यो देश बन्दैन भन्ने कुरै भएन, यो देश बन्छ भन्ने कुरामा दुविधा रह्यो। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, सम्पूर्ण तपाईँको छैन भान्जा भान्जी र जेएनजीहरू सबैजना यहाँ हामीलाई जे जति सुनिराख्नु भएको छ, यहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। यो देशलाई दूरदर्शी नेताको खाँचो छ है, यो देशलाई दूरदर्शी नेताको खाँचो छ। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी सेवक होइन नेता चाहन्छौँ, नेतृत्व चाहन्छौँ। तपाईँ भोको हुँदाखेरि तपाईँलाई भात लिएर खुवाउने भनेको त्यो सेवक मात्रै हो। तर तपाईँ भोको हुँदाखेरि तपाईँले आफै अन्न उत्पादन गरेर खाना सिकाउने मान्छे नेता हो। त्यो नेतृत्वको खाँचो छ तपाईँलाई है। त्यसो भएको कारणले गर्दाखेरि म यो समाजलाई, यो नेपाली समाजलाई उठाउन चाहन्छु। मरेर जानु हुँदैन। यता आइदिनुहोस्, यो हाम्रो टी सर्ट हो, उता स्टेजतिर फर्किदिनुहोस्। यहाँ लेखिएको छ, म हुँ श्रमदाता, हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास। हेर्दिन म अरूको आस, बन्दिन म जिउँदो लास। सजाउँछु श्रमले परिवेश, बनाउँछु म आफ्नो देश। त्यो श्रमदाता बन्ने हो तपाईँ? त्यो श्रमदाता बन्ने हो तपाईँ? हाम्रो श्रमको सिद्धान्तले, हाम्रो श्रम संस्कृतिको मान्यताले के भन्छ भने अल्छी मान्छे मरेको मान्छे। मान्छे मर्नका लागि सासै जानु पर्दैन है। हाम्रो श्रमको सिद्धान्तले के भन्छ, यदि तपाईँ अल्छी हुनुभयो भने तपाईँ जिउँदो लास हो। जिउँदो लास भनेको के हो? कहिले सास जान्छ र त्यसको अन्त्येष्टि गरौँ भन्ने पर्खिने मात्रै हो। त्यसो भएको कारणले गर्दाखेरि यो देश बाँचिरहेको हुनुपर्छ भने हामी सबैको चेतनामा म पनि बाँचिरहेको छु भन्ने हुनुपर्छ। तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो, तपाईहरु जीवित मान्छे हो। यदि तपाईहरु जीवित मान्छे हो भने पक्कै पनि हाम्रो देश बाँचिरहेको देश हो। यो बाँचिरहेको देश र हाँसिरहेको देशमा कुनै पनि विदेशी शक्तिले खेल्न पाउँदैन। आदरणीय दाजुभाइ दिदीबहिनीहरु, जीवित नेपालीहरुको देशमा कुनै तपाईको विदेशी शक्तिले हालिमुहाली गर्न पाउँदैन, उसको क्रीडास्थल बनाउन पाउँदैन। हामी हाम्रो स्वाभिमान भन्दा ठुलो, हामी हाम्रो गौरव भन्दा ठुलो, हामी हाम्रो देश र हाम्रो राष्ट्रियता भन्दा ठुलो अरु केही देख्दैनौं। त्यसो भएको कारणले गर्दाखेरि कोही कसैले हामीलाई बत्तीको खम्बा अगाडि दिन्छु, लाइन ल्याइदिन्छु भनेर प्रलोभनमा पार्न छोड्दिनुस् है। हामीलाई हाम्रो माटो, हामीलाई हाम्रो देश भौतिक सेवा सुविधाको प्रलोभन भन्दा माथि छ। हामी आफै ल्याउन सक्छौं बत्ती। हामी कसैको तपाईको छैन एमसीसी र फेमसीसी हामीलाई चाहिँदैन। हामी आफै उत्पादन गर्न सक्छौं, हामी आफै उत्पादन गर्न सक्छौं है। हामी आफै उत्पादन गर्न सक्छौं किनभने मरेको नेपाली छैन, बाँचिरहेको जिउँदो श्रमदाताहरूको देश हो यो। त्यसो भएको कारणले हामी गर्न सक्छौं। प्रविधिमा हामी कमी छौं भन्ने तपाईलाई लागेको होला, भ्रम हो। न प्रकृतिमा हामी कमी छौं। सगरमाथा जस्तो तपाईको छैन सर्वोच्च शिखर भएको देश। संस्कृतिमा न हामी तपाईको छैन, हामी चोक चोकमा, गाउँ गाउँमा, टोल टोलमा विविध खालका संस्कृतिहरू हामीसँग छ। हामी न संस्कृतिमा कम छौं, न प्रविधिमा कम छौं। आज भन्दा 1500 वर्ष पहिला ढिकी र जाँत बनाउने पुर्खाको सन्तान हो कि होइन हामी? तर पछिल्लो समयमा हामीलाई हाम्रो शिक्षाबाट हामीलाई ट्विस्ट गरिदियो है। हामीले हाम्रो मौलिक प्रविधिहरू सबै त्यागेर, मौलिकतालाई त्यागेर विदेशीले तपाईको छैन बेचेको पापड खान थाल्यो। त्यहाँदेखि सबै कुरा बिर्स्यो। आज भन्दा 2000 वर्ष पहिला जाँत र ढिकी बनाउने पुर्खाको सन्तानले आज एउटा सियो पनि बनाउन सक्दैन। सिमानाको रक्षा गर्नु भन्छ, यहाँका तपाईको छैन प्रकृतिको संरक्षण गर्नुपर्छ भन्छ। यहाँको ढुङ्गा र माटो नै हाम्रो तपाईको सम्पत्ति हो भन्छ। विदेशी वादलाई पढेर फल्नाले मार्नु पर्ने, फल्ना के जातको कुरा, पार्टीको कुरा गरेर भिडन्त गरेर नेपाली जनताको रगतमा ठेक्दै गएर सत्ताको कुर्सीमा बस्ने बात होइन यो। अर्काले खाँदै गरेको रोटी खोसाएर खाने बात होइन यो। यो के हो भन्दाखेरि अरूलाई दुःख पर्दाखेरि उसलाई सम्हाल्ने, उसलाई सघाउने बात हो यो है। प्रकृति, संस्कृति र प्रविधिको अन्तर सम्बन्ध नै जीवन हो। प्रकृति, संस्कृति र
प्रविधिको सन्तुलित र समुचित विकासले मात्रै मानव संसार र जगतको उन्नति गर्छ भन्ने वाद हो। यो तीनटाको सन्तुलन भएन भने, सन्तुलन बिग्रियो भने संसार रहँदैन। त्यसो भएको कारणले गर्दाखेरि हाम्रो शरीर आफैमा प्रकृति हो, हाम्रो सोच विचार आफैमा संस्कृति हो, हाम्रो शरीर हार्डवेयर हो, हाम्रो सोचाइ सफ्टवेयर हो, त्यो सफ्टवेयर संस्कृति हो, त्यो हार्डवेयर प्रकृति हो है। त्यो दुईटैलाई प्रयोग गरेर जुन हामी गर्छौं काम त्यो हो प्रविधि। यसरी बुझ्नुपर्छ। यो एउटा स्वदेशी तपाईको चाहिँ एउटा मान्यता र दर्शन भएको कुरामा जानकारी गराउन चाहन्छु। यहाँ धेरैले भने अर्कोवाद भनेको के हो, अर्कोवाद भनेको के हो, त्यो हो अर्कोवाद है। यो देशको ढुङ्गाको कुरा गर्छ, यो देशको माटोको कुरा गर्छ है, यो देशको स्वाधीनताको कुरा गर्छ, त्यो हो अर्कोवाद। यहाँहरु सबैजनालाई म त्यो भन्न चाहन्छु। सबैजनालाई म श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु। तपाईहरु आउन चाहनुहुन्छ? साँच्चै नै आउन चाहनुहुन्छ? चेतना र पसिना, विचार र औजार। चेतना र पसिना भनिदिनुहोस् त सबैजनाले। विचार र औजार भनिदिनुहोस् त। हो आदरणीय दाजुभाइ दिदीबहिनीहरू, तपाईको टाउकोमा भएको विचारले परिवर्तन ल्याउँदैन जबसम्म तपाईं त्यो विचारलाई व्यक्त गर्नुहुन्न। जब तपाईं व्यक्त गर्नुहुन्छ त्यो अभिव्यक्तिले मात्रै पनि क्रान्ति गर्दैन। जब तपाईं त्यो अभिव्यक्ति अनुसारको क्रियाकलाप गर्नुहुन्छ, कर्म गर्नुहुन्छ, त्यो कर्मले मात्रै पनि क्रान्ति पूरा हुँदैन। जबसम्म त्यो कर्मले यो देशको तपाईको छैन 3 करोड नेपालीको जीवनमा परिवर्तन ल्याउने गरेको परिणाम देखाउँदैन, तबसम्म क्रान्ति सफल हुँदैन। कुन चाहिँ वैज्ञानिकले कहाँ, कुन विद्वानले के भनेको थियो भने तर ठेली पढ्नु क्रान्ति होइन आदरणीय दाजुभाइ दिदीबहिनी है। त्यो ठुलो कुरो होइन। तपाईको सोचाइमा, तपाईको टाउकोमा किताब कुन चाहिँले लेख्यो होइन, मार्क्सले लेख्यो कि लेनिनले लेख्यो कि स्टालिनले लेख्यो भन्ने कुरा ठुलो होइन। तपाईको खोपडीमा चाहिँ के आयो भन्ने कुरा हो है। तपाईको खोपडीमा हाम्रो टी सर्टमा लेखे जस्तो देश सोच्न सकौं, देश बोल्न सकौं, देशकै कर्म गर्न सकौं, देशकै निम्ति मर्न सकौं भन्ने विचार आयो भने मात्रै क्रान्ति टुसायो। तपाईको दिमागमा यो देश आयो। म यो कार्यक्रमबाट, यो तपाईको सभाबाट तपाईको मनमा यो देशको प्रतिबिम्ब तपाईको चाहिँ छोड्न चाहन्छु। तपाईले अब आगामी दिनहरुमा तपाईको भेट हाल्दै गर्दा मलाई सम्झनु, मेरो अनुहार सम्झनु, यो कार्यक्रम सम्झनु है। तपाईको सोचाइमा देश आयो भने बल्ल क्रान्ति सुरु भयो, बल्ल क्रान्ति सुरु भयो। तपाईको सोचाइमा देश आउनु ठुलो कुरो, त्यो सुरुवात हो। तर त्यति मात्रै काफी छैन। जब तपाई देश बोल्नुहुन्छ नि, देशको बारेमा बोल्नुहुन्छ, अब क्रान्ति सुरु भयो। बोलेर मात्रै हुँदैन, त्यो बोली अनुसारको व्यवहार गर्नु पर्यो। त्यसले तपाईको चाहिँ कर्म लानु पर्यो। त्यो मिशन नै हो श्रमदानको मिशन है। नेता बन्नका लागि 5 वटा कुरा चाहिन्छ: भिजन, डिसिजन, कमिटमेन्ट, तपाईको छैन प्लान एन्ड एक्सन है। भिजन, डिसिजन, कमिटमेन्ट, तपाईको के हो प्लान एन्ड एक्सन, यी कुराहरु चाहिन्छ। यो कुराहरु गर्नका लागि हामीसँग चाहिँ तपाईको त्यो खालको सोच विचार हुनु जरुरी छ। अब तपाईको मनमा देश आयो भने अब तपाईले चाहिँ त्यो देशलाई अभिव्यक्त गर्ने अभियान चाहिन्छ। त्यो अभियान नै हो श्रम संस्कृति, जुन श्रमदानको अभियानबाट हामी गर्न सक्छौं। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हामी पेटको बारेमा चिन्तित मान्छे, के खाउँ भरे गएर मेरो केटाकेटीलाई के खुवाउँ। अब पेट सँगसँगै देशको बारेमा पनि चिन्तन गर्नुपर्छ भन्ने संस्कृति हो श्रम संस्कृति है। पेटको बारेमा मात्रै सोचिरहने मान्छेले नै यो देश बेचेको हो क्या है। नेता हो भन्छ, उसको दिमागमा देशै छैन, खाली मुखमा मात्रै छ, कहाँ हुन्छ। त्यसले गर्दाखेरि छाती र टाउकोमा हुनुपर्छ देश भन्ने कुरा सुरु गर्न चाहन्छ श्रम संस्कृतिले। म यहाँहरु सबैजनालाई यो श्रम संस्कृतिमा आउनका लागि अनुरोध गर्न चाहन्छु। तपाईहरु आउन चाहनुहुन्छ? हो, एउटा गीत गाउँ कि क्या हो? गाउँ पछाडि अल्छी लाग्यो छैन, सँगसँगै गाउँ ल। धुलो मैला भन्छौँ हामी। धुलोको बारेमा एउटा मैले गीत लेखेको छु, त्यो गाउँ ल।
अझै पनि छ मेरो कुराहरू। पहिला गीत गाउन अलिकति, एकछिन नाच्नु पनि पर्छ, फोटो खिच्नु पर्छ। सबैले रेडी हो? धुलो होइन यो